दर्शकमूल यति बेला सामाजिक सञ्जालमा बले अर्थात् सागर लम्साल र प्रिजमा खतिवडाको निकै नै ठुलो विवाद आइरहेको छ। तपाईँलाई मलाई के कस्तो लाग्छ त? के साँच्चै गल्ती कसको छ त? यता सागर लम्साललाई भने प्रिजमा खतिवडाले गल्ती उसैको छ, उसले मेरो इज्जत गर्न सकेन, उसले भने आफूले जानी जानी आफ्नो पेजबाट यस्तोसम्म गल्ती गरिरहेको छ भनेर उनले दाबी गरेकी छिन्। तर यता सागर लम्साल भन्छन् मेरो घरमा पनि दिदी बहिनी हुनुहुन्छ र मेरो घरमा पनि आमा हुनुहुन्छ, मैले यस्तो काम किन गर्थे र भन्दै उनले भने यो हिसाबको दाबी गरिरहेका छन्। तर यसको सत्यता के हो त त्यस विषयमा भने अझै खुल्न आएको छैन। तर यता सामाजिक सञ्जालमा भने बारम्बार गल्ती भने सागर लम्सालको हो भनेर धेरै दर्शक श्रोताहरूले पनि फैसला गरिसक्नु भएको छ। तपाईँलाई के कस्तो लाग्छ त? के साँच्चै सागर लम्साललाई हेर्दा भने यति सम्मत गर्छन् होला त? के साँच्चीकै सागर लम्सालले प्रिजमा खतिवडालाई टर्चर गरेकै हुन् या फेरि उनले आफ्नो पेजबाट जानी जानी उनले भने प्रिजमा खतिवडासँग भिडियोहरू अर्थात् फोटोहरू एडिट गरेर उनले आफ्नो सामाजिक सञ्जालमा फेसबुक पेजमा पोस्ट गरेका हुन् त? तपाईँलाई के कस्तो लाग्छ त? कृपया आफूलाई जे जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया छोड्न भने नछुटाउनु होला।